नमस्कार सेवारो म सानु कुमार चेम्जोङ विभिन्न विषयवस्तुहरू ल्याउने क्रममा आज पनि म कवि श्रीमान लिम्बुको तक्सङ मैली कविता संग्रहको चौथो श्रृङ्खला लिएर उपस्थित भइसकेको छु। तक्सङ मैलीसँग भित्तामा बसेका थियौँ। तक्सङ मैलीसँग भित्तामा बसेका थियौँ। सायद बिहानीले चियाइरहेको थियो, दिवाले हेरिरहेको थियो, अधेरीले सुनिरहेको थियो। खै रानीटारे सैला बौलाएर न्यु खोज्दै कराउँदै उफ्रिँदै कोदोको जुस चुसेर भेल्लु भएर लिम्बू भाषामा नमिठो शब्द बोल्दै चेली बेटीहरूले सुन्दा पनि छि। कोदोको जुस चुसेर मथु भेल्लु भएर लिम्बू भाषामा नमिठो शब्दहरू बोल्दै चेली बेटीहरूले सुन्दा पनि छि। तक्सङ मैलीको जबरजस्ती हात समातेर शरीरको अङ्गहरू छाम्दै घिसार्दै तानेर लाँदै गरेको कहाँ हेर्न सक्छु र म। तक्सङ मैलीको जबरजस्ती हात समातेर शरीरको अङ्गहरू छाम्दै घिसार्दै तानेर लाँदै गरेको कहाँ हेर्न सक्छु र म। मेरो पनि रिस तातेर उम्लेको थाहै भएनछ। त्यसैले लिम्बूको रिस चर्केपछि पहाडको चट्टान बिलिन्छ, पहाड भत्किन्छ, जमिनहरू भासिन्छन्। लिम्बूको रिस चर्केपछि पहाडको चट्टान बिलिन्छ, पहाड भत्किन्छ, जमिनहरू भासिन्छ। जोसैले ख्याल ख्यालमा 4 इन्च खुखुरीले रानी टारेको पाखुरा काटियो। जोसैले ख्याल ख्यालमा 4 इन्च खुखुरीले रानी टारेको पाखुरा काटियो। ढुङ्गाले हान्दा धेरैको टाउकोमा चोट पर्यो। जाड बेच्ने लिम्बुनीहरूले सराप्दै चिच्याउँदै भागे। जाड बेच्ने लिम्बुनीहरूले सराप्दै चिच्याउँदै भागे। जाड बेच्ने लिम्बुनी बोजूहरू, मेला प्रेमीहरू रानी टारे सैला गहिरो चोटको निशानी बोकेर बाँकी रहेको निजी सासहरू लिएर थुम्का थुम्की खोल्सा खोल्सी हुँदै भाग्यो। खै घाइते जीवन सङ्घाल्दै कहाँ बाँचेको होला, खै घाइते जीवन सङ्घाल्दै कहाँ बाँचेको होला। वनवास भएर के गर्दै होला, हामीतिर फर्केर कहिले आएन, हामीतिर फर्केर कहिले आएन। बसन्तीसँग जिस्किँदा। एक दिन बसन्ती कान्छीसँग दोहोरी खेल्दै रमाइलो गफ गर्दै जिस्किँदै, एक दिन बसन्ती कान्छीसँग दोहोरी खेल्दै रमाइलो गफ गर्दै जिस्किँदै अँगालो मारेको उनको हात समातेर अनुहार हेर्दै लहलाउँदा मुस्कान छाएको लजाउँदै लिम्बुनी पाराले बोलेको खुब सम्झना छ, लजाउँदै लिम्बुनी पाराले बोलेको खुब सम्झना छ। त्यहाँ झ्याउकुरीको सङ्गीत सुनिन्थ्यो, सिङ्गै बस्तीहरूले हेरिरहेका थिए। मलाई एउटा ढोकाबाट चियाउँदै रहेछिन्, मलाई एउटा ढोकाबाट चियाउँदै रहेछिन्। तक्सङ मैलीले त्रासद आकृति बनेर रिसाइरहेकी माकुराको जालोले छोपे जस्तै अनुहार बोकेर विखण्डित बनिसकेको थियो। माकुराको जालोले छोपे जस्तै अनुहार बोकेर विखण्डित बनिसकेको थियो। सायद उनको मन चिरा चिरा भइसकेको थियो। कस्तरी ठोस्किएर हिँड्दै थिए, मायालु स्वरमा फकाउँदा पनि चर्को स्वरमा बोलिन्। कस्तरी ठुस्किएर हिँड्दै थिए, मायालु स्वरमा फकाउँदा पनि चर्को स्वरमा बोल्दै थिइन्। मैले भने म त तिम्रै हो नि, आकाशको तारा झारेर शिरमा राखिदिन्छु। मैले भने म त तिम्रै हो नि, आकाशको तारा झारेर शिरमा राखिदिन्छु। उनको उत्तर थियो, घिन लाग्यो तिम्रो कुरा सुन्दा। उनको उत्तर थियो, घिन लाग्यो तिम्रो कुरा सुन्दा। तिम्रो कञ्चन नाटक हेरिसके, खुब डबल पार्टको अभिनय गर्छौ। म जस्ता थुप्रै नायिकाहरू रहेछन्, म त कुनै कुरूप चलचित्रको सस्तो पात्रको रूपमा पनि लायक हुन सक्दिनँ। म त कुनै कुरूप चलचित्रको सस्तो पात्रको रूपमा पनि लायक हुन सक्दिनँ। बल्ल चिने टाकीबुङ्गे जेठा। त्यही दिनदेखि सपनाहरू छरपष्ट भयो, त्यही दिनदेखि सपनाहरू छरपष्ट भयो। उनका आँखाले धेरै टाढाको नाङ्गो रुखलाई हेरिरहेको थियो। सदाको लागि उनले बिर्सिन्, सदाको लागि उनले बिर्सिन्। अन्तैको अनुहार हेरेर स्वप्निल लोकमा रमाउन थालिन्, अन्तैको अनुहार हेरेर स्वप्निल लोकमा रमाउन थालिन्। अन्तिम चिठी।
तक्सङ मैलीले शब्दका गुच्छाहरूले भरिएको चिठी पठाएको होला, मायाले भरिएको चिठी होला भनेर चिठी पाउन साथ म हर्षित भएको थिएँ। तक्सङ मैलीले शब्दका गुच्छाहरूले भरिएको चिठी पठाएको होला, मायाले भरिएको चिठी होला भनेर चिठी पाउन साथ म हर्षित भएको थिएँ। उज्यालो दिनसँगै रमेर पोखिएका साहस बटुलिरहेको थिएँ। चिठी खोलेर पढे, उनले लेखेको चिठीमा यस्तो छ। प्रिय टाकीबुङ्गे जेठा, धेरै धेरै सम्झना। तक्सङ बस्तीकै एउटा कुनाबाट तिमीलाई आज अन्तिम पटक सम्झिँदैछु। प्रिय टाकीबुङ्गे जेठा, धेरै धेरै सम्झना। तक्सङ बस्तीको एउटा कुनाबाट तिमीलाई आज अन्तिम पटक सम्झिँदैछु। हाम्रो निधार भरि भाग्य नलेखिएको रहेछ, हेर त।